यहाँ हाम्रो घरमा चाहिँ यति रमाइलो छ। सबजना यहीँनिर जम्मा हुने हुन्छ। छुट्टै रमाइलो छ। फेरि सब जम्मा भएर बसेर हिँड घाँसको साइड गरिदिने स्टालिनले। कति छ यहाँ बुवा चाहिँ यहाँ बसिन्छ। सब ठुलो यहाँ रमाइलो। हाम्रो घरमा फेरि छुट्टै रमाइलो छ। काठमाडौँ जाने गाडी यसरी घुम्तीमा घुम्यो है। अहिले जाने हौ भन्ला न। ल टोली अरे यो हामी अब पुलतिर जाँदैछौँ घुम्न। यहाँ सब आमा समूहहरू कति 5 जनी आमा समूह अनि एउटा चाहिँ कन्या 2टा कुमार। यो म्याग्देली कुमार यो चुनमाङ्गे कुमार अनि अरू चाहिँ सब आमा समूह अनि अगाडि लालवाली चाहिँ कन्याकुमारी हो नि त। रुन्नेस चाहिँ एकछिन कहीँ आँसु आइगयो भने न रुन्नेस त। यो चाहिँ हाम्रो चिउरी टिप्ने ठाउँ नि। यसो हाम्रो चिउरी टिप्ने ठाउँ यस्तो राम्रो छ। हामी त जता गयो घुम्ने ठाउँ। पर्यटकीय स्थलमा जन्मेका भाग्यमानीहरू पहिला आएका मान्छेहरू रुवाबाङ हुँदै जानला छौँ। तरुल खनेर डस्टबिन बनाएछ। यहाँ कति गहिरो चाहिँ तरुल खनेको। अनि यहाँ चाहिँ अर्ग्यानिक घर रहेछ। सोधौँ है पानी पाएन भने गाह्रो हुन्छ। फेरि हामी चाहिँ ड्राई पिकनिक यिनीहरू यहाँ हाम्रो सिप घुम्न जाने मान्छे सानो मान्छे यहाँ अर्को कता गयो फेरि घुम्न जाने यो अब माथिको हामी यति तल आइसक्यौँ। ऊ माथि टावर देखिन्छ नागपूजाको डाँडा माथि। यो ठुलो चिउरीको रुखहरू छ। पछि यो फल्ने सिजनमा त क्या खान पाउँछ। यो चिउरी फल्ने सिजनमा यहाँ थुप्रै हुन्छ खाने। हामी चाहिँ चिउरी खान आउँछौँ यहाँ। यो माथिको डाँडा पछाडि चाहिँ रुकुमकोट भ्याली बसेको छ। यो डाँडैभरि चाहिँ घुम्ने ठाउँ छ। यस्तो राम्रो छ। यो हामीहरू यहाँ तल जाँदैछौँ। पानी भर्यो। पहिला चाहिँ यहाँ सुनसान थियो बगर थियो। आजभोलि चाहिँ हाइड्रो पावरको अफिसहरू बस्न थालेछ। यस्तो भएको छ। यो समय कति छिटै बित्यो। यहाँ कति परिवर्तन भयो। यहाँ यस्तो हुन्छ भन्ने हामीले सोचेको पनि थिएनौँ। यसरी मध्य पहाडी लोकमार्ग आयो यहाँनिर। यहाँनिर मध्य पहाडी लोकमार्ग आयो। सबै हाइड्रो पावरको अफिसहरू बनिरहेको रहेछ। खासमा यहाँ माथि गाउँको मान्छेहरूको बगरको गोठहरू राख्ने गाई गोठहरू राख्ने ठाउँ हो यो खासमा। अहिले चाहिँ सबै अफिस बनेर यस्तो छ। यो चाहिँ गाई गोठ राख्ने ठाउँ हो। पहिला चाहिँ यतातिर खरको घर छ। यतातिर मौरीको सबै उयोहरू रहेछ। मौरी पालन। यहाँनिर पुल बनाएको रहेछ। नयाँ पुल पहिला थिएन। अहिले चाहिँ पुल बनेछ। यस्तो छ सबै गाई गोठ बस्ने गाउँको मान्छेहरूको खेतीपाती छ यतातिर। अनि गाई गोठहरू है बिस्तारै एसिया त्यहाँ पोको सब बसालेर उ गर है। यहाँनिर चाहिँ यो अफिसको उहरू गराउनु लगाएको भएर बाटो अलिकति अप्ठ्यारो रहेछ। तर अर्को बाटो गएको भए पनि हामीले भ्याउँथ्यो होला। हामी सर्टकट बाटो खोजेर आएको त अप्ठ्यारो रहेछ बच्चाहरूसँग। त्यही भएर
सजिलो बाटो अलिकति घुमाउरो भए पनि सजिलो बाटो हिँड्नुपर्छ। यहाँ मान्छेहरूले चाहिँ यस्तो दाउराहरू बनाएर रहेछन्। यहाँ यो सिमलको फुल फुलेर यस्तो राम्रो भएर रहेछ, पुरै रातै। सिमल कति राम्ररी फुलेको सिमलको फुल। मान्छेहरू सबै परदेशी जग्गा छ भने यस्तो राम्रो बसेको ठाउँ, यस्तो राम्रो जग्गाहरू सबै बाँझो भइसक्यो। यतातिर गाउँहरू रहेछ, गाउँको बाला लहा लहा झुलेछ। यो घरहरू यति माया लाग्दो। यहाँनिर फेरि लसुन खेती हो, यहीँनिर धनियाँ छ। फेरि धनियाँको बुटा नि कति ठुल्ठुलो यो अर्ग्यानिक लोकल धनियाँ हो यो गाउँको। यो अर्ग्यानिक पुरै मौरी पालन गर्नुभएको रहेछ। यहाँ मेहनती मान्छेहरूको काम हो यो पुरै मौरी पालन। अनि यतातिर फेरि कुखुरा पालन कति धेरै। यो चाहिँ लोकल कुखुराहरू गाउँको। यताबाट माथितिर हेर्दा चाहिँ यस्तो देखियो। हामी धेरै तल आइसक्यौँ। यो हेर्दा नजिक छ तर जाँदाखेरि चाहिँ माथि छ। यो फुल पनि जडीबुटी जस्तै हो यहाँको। गोलुले कहिले देखेको छैन यस्तो फुल। अब रियाक्सन कस्तो हुन्छ? गोलु आफै हिँड्छ। वा ए कस्तो राम्रो रहेछ फुल। आऊ त हिँड्ने। आऊ डरान्न होला। आऊ। ओहो यो त खतरा रहेछ। आँखा घुम्यो। ओहो आँखा भस्मी घुम्दो रहेछ। यो हेर्दा यस्तो नजिक देखिन्छ तर धेरै नै तल छ। यो कस्तो आँखा घुम्दो रहेछ। गोलु पहिलोचोटि झोलुङ्गे पुलको अनुभव लिँदैछ है। गोलु र सुविद्या चाहिँ डराइ। गोलु चाहिँ डराएको छैन तर सुविद्या चाहिँ डराइछ कि। तलतिर नहेरेर आऊ, धेरै अग्लो छ। गोलु वाउ रहेछ। ए हामी चाहिँ आइसक्यौँ यहाँ। यतातिर पुल छ। हामी पुलको यता शीतलमा यो चिउरीको रुखको शीतल टोपी मैला है। चिउरीको पातको टपरी लाउन लागिसक्यो। यो चिउरी फल्या पनि रहेछ यसमा त। पाक्ने चाहिँ यो गेटतिर पाक्छ, फल्ने बेला भएछ। यसको पातको टपरी लाउन लागिसक्यो। यिनीहरूले टपरी लाउँदैछन्। यसमा चाहिँ हामी चटपटे खान्छ। चाहिँ चटपटे बनाउँदै हुनुहुन्छ माइजूले। यहाँ चाहिँ धनियाँ काट्दै, अर्ग्यानिक धनियाँ हो। अनि यता चाहिँ हेर्दै खेल्दै। अनि पछाडि नयाँ पुलको साथमा होइन एसिया बिजो सानो मान्छे फेरि यहाँ खेलिरहेछन्। के अर्ग्यानिक प्याज। यहाँ चाहिँ टपरी लाउँदैछ त्यसैले। यहाँ लालमायाले टपरी लाउँदैछन्। हामी घुम्ने मात्र होइन, हामीसँग सिप पनि छ होइन त। हामी चाहिँ भाँडाकुँडा बोक्नु पर्दैन। हामी वनमै पात उनेर हामी टपरी बनाएर हामी खाने व्यवस्थापन गर्छौँ। टपरी बनिसक्यो हाम्रो चटपटी खाने। घरदेखि अलि बाहिर बच्चाहरूसँग आएको भएर हामीलाई भाँडाकुँडा बोक्न अलिकति समस्या भएकोले यहाँ हाम्रा सिपालु केटीहरूले टपरी नि बाजिसके। यहाँ हो खानको लागि, चटपटी खानको लागि। अर्ग्यानिक चटपटी होइन माइजू? हजुर। ओहो ल त्यस्तो कसी बस्दा सबै कागती निचिर्यो। यो अर्ग्यानिक कागतीको बोक्रा। अमिलो चाहिँ हामीले कागतीले पुग्दैन भनेर यति धेरै अमिलो पनि बोकेका छौँ। 7 जनाले टपरी बन्ने क्रम जारी छ। पारी नाग पूजाको डाँडा देखिरहेछ माथि। हामी चाहिँ वारिपट्टि खोला तरेर
खोलाको माथिको पुल तरेर वारीपट्टि आइसक्यौँ। साकिमको तल बगर। यहाँ चाहिँ हामी चिउरीको रुखमुनि शीतल ताप्दै चिउरीको चिल्लो पात सिरानी यस्ता रमाइला मान्छेहरू साथमा भएपछि यस्ता सिपालु मान्छेहरू साथमा भएपछि अरू के चाहियो घुम्नलाई। दिए मेरो छोराले टोपी गराइदियो तिमीहरूको टपरी। टपरी चाहिँ गोलुले टोपी चाहिँ थाहा छैन यो टपरी भन्ने। अनि उसले चाहिँ टोपी अरे यिनीहरूले चटपटे बनाउने खाने बनाएको चाहिँ गोलुले यहाँ टोपी लगाइसक्यो। खैरसायो सुविद्यालय चटपटे पुरा अर्ग्यानिक स्टाइलले खाइरहेको छ सुविद्यालय चटपटे। दे अर्कान चोर्ने भएको त अलिकति यो फेरि मासु नखाने मान्छेलाई यहाँ छुट्टै छ। यो पाथी जस्तो मलाई हो। ओहो मेरो भात चाहिँ यहाँ ए अझै चटपटे खाना लाग्यौँ। अब सानो टोलीले चाहिँ चिजबल यी गोलुले चटपटे वाह ए यस्ता टोलीले चटपटे रसिलो मुख पारेर मिठो छ नि लालमा एकदम। जाम्ला उति त्यो छर 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 गरेर आइरहेछ पानी त। ऊ पानी लिन गएको मान्छे बारमा अड्केर। अब हामी चाहिँ यहाँको फोहोर व्यवस्थापन गर्छौँ। गोलुले चाहिँ यहाँ इन्जोय गरिरहेछ। गोलु कहाँ आयो? पिकनिक भन्देऊ। गाईहरू चरेर आइसक्यो। त्यहाँ घाँस खाइरहेछन् बाख्राहरूले यहाँनिर। गोलुले यहाँ माइजूलाई बोक्न पठाएर खै गोलु गाई हेर्न गइसक्यो तिनीहरू। गाई बाख्रा हेर्न टोली गयो अब घर। यहाँबाट छाङ्गो देखिने चाहिँ मध्य पहाडी लोकमार्ग यस्तो छ। यहाँ पुल चाहिँ तलतिर हेऱ्यो भने आँखा रिङ चाहिँ धेरै नै तल छ। घर जान थाल्यौँ। यहाँबाट चाहिँ यो माथितिर देखिने भ्यूहरू अनि यो माथि देखिने ढिकको उतापट्टि चाहिँ पुरै बस्ती छ। रुकुमकोट भ्याली। कोइरालको फुल फुल्ने बेला भए चाहिँ अचार खान मिल्छ। यो गाउँको गोठ घरको छानो। कहाँ आयो रे गोलु? हो ला डुली डुली आयो नि। दे पहाडी लोकमार्ग पुग्यौँ।
यहाँ तलबाट घुमेर यो पुल हेरेर थाकिसके थाकेर यी हाम्रो भाइ हाम्रो गाडी भाइ आइसक्यो यहाँ लिन भाइ मलाई त के अर्कै बाटो एकदमै रमाइलो भयो अब बाटो चाहिँ अर्को साल फेरि नि यहाँ काठमा बसेर यसरी रमाइलो यहाँ चाहिँ भाइ माइजू सुविद्या अगाडि